बोल्नु सक्दैन त नानी सक्दैन यो त नानीलाई ज्वरो त छैन नि होइन ओ बुया बोन चाहिँ भाइ फाइट चाहिँ खतरा हुन्छ ल अब हुन्छ खुवाई दाँत चाहिँ किटिँदैन आज खाली खानै मात्रै यहाँ चाहिँ एकदम खानै मात्रै आएको यहाँ त जसले छिटो खायो त्यही खतरा आयो तिमीलाई बनाइदिएको एउटाले त दिएको यसै राम्रो चाहिँ साथी हो थुकाउँछ है ए यसो त मलाई पनि देखाउनु न के साह्रो हो होइन भाइले नि हेर्दैछन् तिमी खाने खाने हो खान्छ तिमीले पुच्काको टोइटा चाहिँ नि ए, अगाडि भन्दै गएछ कि सानो घोचेर गएन त्यहाँभित्र त रामेन चाहिँ खान मन लाग्छ कि तर के गर्नु पिरो भएर चाहिँ माछा म फेरि यता भिडियो बनाउँदा एउटा मात्रै खाइरहेको छ अहिलेसम्म अरूले सकेलो 10 वटा चाहिँ अहिलेसम्म आँसुले खाएकै छ कहाँ ए यता नानीले कन्याउँदा म लस परेँ खान न हाम्रो म्याडमले खाएर भयो किन क्लप्पै उगाएको काठको पिराहरू छ है त्यही त अलिक ठुलो दुलो हौ अब एउटा चिज त अलिक नपिरो पनि राखिदिनु नि के चाहिँ नपिर अघि उयो ल्याएको भने स्प्राइट लोभले ल्याए अहिले सम्झेको हेर सम्झेँ त्यसलाई दोकानमा त बाबाहरू ल्याउँथ्यो मैले पैसा नलिगएको नि त दाँत किरियो नि कस्तो चाहिँ अमिलो त्यसो खानु छ होइन यसरी खानु छ गाई छ पिरो चाहिँ उयो खप्पै निले त पिरो भएन त अहिले खाँदै दामी हुन्छ अब अहिले ल्याउनुपर्छ स्प्राइट चाहिँ हो खाइसकेर यसमा चाहिँ हाम्रो कोक र स्प्राइट मिक्स भयो होइन त्यसो खानु छ नबुझ्यो भिडियो त हुँदैछ होइन भेना तपाईँहरूले एडिट गर्दा नि त के बोल्नु सकेन भयो के छ मेरोमा जाने है लहरा जस्तो आएको आएकै गर्छ धन्दा टुङ्गिन्छ होला भने टुङ्गिँदैन पुच्चा पो मिठो भएछ नि त्यो भएन किन पुर्याएर नाको यतिखेर के आउँछ खानु न ओइ पिरो त के हो त्यो यो यो अदुवाको हौ म यो लिएर आउँछु स्प्राइट है इजु मिला छोरी त अब ए कनि छ त्यो देऊ त 100 रुपियाँमा ल्याएर आउँछु ल्याइदिन्छु म पकाइ जाने खाइसक्यो कहाँ हो सानो पिरो छ अहिले खाऊ जाने सबै पोलेर लग्यो गयो सबै पैसा पुरा लगाएँ नि त मुखमा हिजो म त्यही त भयो ल साथी म चाहिँ स्प्राइट लिन गएको चिनी त मैले त जिप्रोबाट यसरी दौडेको एकछिन बस्नु ल तपाईँको भिडियो चाहिँ म आउँदै गर्छु छोड्दा कत्रो एउटा कुन त जान्दैन भन न 40 वाला कि कोक भाउ स्प्राइट भन्दा त कुन चाहिँ राम्रो कोक हौ कोक चाहिँ गुलियो खान सजिलो 40 वाला छ कि छैन हेर न पिरो नि मर्यो अब हाँस
हाँस्नु हुँदैन सर्की हेर्ने गयो नानीले डिस्टर्ब हान्यो हाम्रो फुचीले चाहिँ हाम्रो आमाले चाहिँ पुच्का चाहिँ यो नदे उयो मात्रै खान्छ हौ आलु र यो के भन्ने त अलि राति पिरोले चाहिँ यहाँनिर सबै बिहोस हुन आँट्यो फड्को हो अब यो चाहिँ खान्छ कस्तो मिठो मिठो फाँसी बाउलिहाल्छ मैले चाहिँ नि म चाहिँ पेटमा हुँदा चाहिँ नि यो होइन त्यहाँदेखि अन्डा उसिनेर खाएको थिएँ कि त्यहाँदेखि चाहिँ भर्नु सुरु भएको नि त डक्टरले चाहिँ नि कुनालाई बोलाइकन चाहिँ यसलाई चाहिँ नानी नजन्मिन्जेलसम्म अन्डै नदिनु भनेको थियो म चाहिँ साथीहरू अन्डा र पिरो यसमा भित्र थियो त्यही भएर बोलमै खाइदिँदैछु हो साथीहरू भनेर त भेनाको जसै पो भएछु चपस्टिकै खाएको न पोइजन बढ्ने गरम चाहिँ धेरै छ फ्यान पो ल्याउनु पर्छ होला हौ आमा उयो के पो भयो सबै पार्छु सेलाएर खाँदा अलिक पिरो कम्ती हुँदो रहेछ मेरो छोरालाई त त्यही उयसमा पुरी पोल्दै हो नि राम्रै रामी चाहिँ पनि पुच्का चाहिँ राख्दैन रानी पनि खाओस् चप्पल चप्पल उयो रामेन पुच्का त खाउँ उयो पनि छ दिदीले खाँदै छ नदे नभेना नि खान्छ होला हौ मेरा खान्छ होला त खाँदैन होइन हौ अब मलाई भयो यत्रो भेनाले खाएछ नि त ऊ देख काँटे चम्चे छैन पिरो मर्छ जस्तो त सबै टाल्ने नि के छैन रानी नचुहाइ खाइ बसेर भेना छैन अरे ऊ भेना गयो तपाईँ भेनालाई करा त नानीलाई करा होस् बुल्ली होस् यहाँ हो भिडियोमा खा पिरो चाहिँ मलाई यस्तो डरलाग्दो भयो यस्तो बेसी खान्थेर पनि के आमा असम्भावै घट्छ नि त 500 भन्नुभयो म जित्दै नि अब पनि खेल न 500 सक्दैन अरे एकछिनबाट खाएको छ सबै पोल्छ मोटु बोटु अरू गाडी कसले लिएर गयो मेरो राख्नु अनि खोइ तिनीहरू चाहिँ हो त्यो केटा म त मेरै गाडी लिएर मेरो पिरो आँसु देखाइदिउँ अझै हानै गर्छ यहाँ हेर्नु न दोकाने छक परेन च्यालेन्ज खेल्छु भन्दै थियो ए त्यो मिसले नानी मैले जित्थेँ छ नि ल है साथी आए अब ठन्डा पनि छैन हो राम्रो छ त्यो त पानी हो भाइ पानी खाने अरे हौ पानी यो सबै पछि उयो रातो भएछ त्यो त सबै पोल्छ न आफ्नो ल्याऊ यहाँ हेर न के खाएर देखाएको मैले खाने खतरनाक चाहिँ त चिसो नि हालिहाले यो एकछिन निकाल्नु त गएको उता टाढा टाढा गएर खै मान्छे छैन उयो उयो चाहिँ हामीलाई खनाइदिँदा ल आम्मी निकाल्दैन के यस्तो चाहिँ खानुपर्ने अरे हो के हो यस्तो आउँदैन त हौ ए यो त हाल्नुपर्छ त हौ कुन चाहिँ हाल्दैछ आलु चाहिँ हालेको छैन हाल्नु बमबमलाई त्यस्तै हुर्काएर लगेर चाहिँ गाडी चाहिँ तलै छोड्यो म खानु यता पनि पिरो सबै पिरो छ अब दुईपट्टि यो पिरो हो नानीको यो दुईपट्टि पिरै पिरो हो चिसो चाहिँ भएर जाने हुने नि चिसो पानी खाएन हामीले आज खै एक ग्लास
खाने पुच्का खाँदैनस् तँ हाँ एउटा त हात नदिई खाएर त्यसरी खानु न बेला हेर्नु ल यहाँ मलाई देखाइदिनु त त्यसरी खानुपर्छ अब हेर्नु ल तर मोटो होला यसमा त्यसले च्यालेन्ज गर्नुपर्ने सर्क्यो चाहिँ सामान लोड गराइ अहिलेको यो गरम खोइ तेरो स्प्रे ए यहाँ छ पैसा कति घुमायो पानी घुमायो मलाई त थाप्दिन है 55 100 रुपियाँ दिनु दिन्छु लानु त्यो त 20 रुपियाँ दिनु नि हँ 20 रुपियाँ हट जानु त्यति साह्रो पनि पैसा माग्नुहोस् है ल 20 रुपियाँ मजाले दिनु नि कमाउनेहरू भएर नगरेर के खानु 20 को चाहिँ यहाँ चाहिँ रामेन अकबरे झोल एउटा साह्रै बल गऱ्यो उयो पिरो अहिले मुखमा खानु कहिले पिरो नखाने मान्छे चम्ची त गाबु भयो पुसा खाँदा भयो अमिलो सबै खानेछ ऊ एउटा खानु नि इजु मिदा आउ पुरा सिरियस यहाँ ल्याऊ न च्यालेन्ज गर्न सक्ने भयो तेरै प्लेटमा थाप ओ रमेश मेरो कपालमा पानी नहाल्दैन भन्छु तर मैले जित्थेँ चाहन्छु बाहिर गएर मात्रै त गरेँ अहिले खाइसकेर ओए यार ए ल कहाँ खाइसकेर हो खाइ चाहिँ छिटो सक्नुपर्ने हो नि त ए त्यसो भने त म सक्थेँ नि मैले म त हुनु पऱ्यो वाह वाह भयो पसिना चुक्यो यो चाहिँ सबै पोल्दा छ यो ओटहरू यहाँदेखि मेरो लिएर चाहिँ सबै सिँगान पुस्ने त लिएर आयो छा के भयो यसो चाहिँ कहाँ खान्छ चाइनामा खान्छ होइन चाइनिजले गुवाको आएन त सुन्छुवा सिस्या एडिट गर्छ त अन्त भनिदिनु न सङ्गमले गरिदिइहाल्छ के एडिट निकालेर कति छिटो ठोकेर तेरो नानीले चाहिँ देख्यो होला नि त यहाँ भिडियो त ओइ 12 मिनट भएछ भयो तपाईँको पानी हो मुख धुको फिङ्गर छुट्यो बाई बाई यता गयो बाई बाई आजको पार्टी चाहिँ हाम्रो सक्यो अब भरे बेलुका मोमो पार्टी रुन्जेल भयो ल ओइ एकछिन यता हेर्नु त आँखा यसो गर्दा के के हो यो ढुक्दै छैन अहिले